मेरो छोरीहरू हिँड्न डराएर बामे सरेर हिँडिरहेछ। अघि त सानी भयो यो ठुली पनि सानी भएको अरे। दुख्छ भनेर हेर्नु न खुट्टा उचालेर हिँडिरहेछ। सानो चाहिँ मेरो 14 महिनाको भयो, ठुलो चाहिँ असोजमा 3 वर्ष कम्प्लिट हुन्छ। खेल्ने ठाउँ छैन भित्र रुममा, अनि बाहिर निकालेको दुखी भए पनि हिँडिरहेछ मेरो छोरीहरू घुँडा टेकेर। आया भयो छोरी, आया भयो, उठ चुप। सानो तिमी उठ, बेबी हो तिमी। आया भयो खुट्टा, अब गुजीले खायो तिम्रो। उठ छोरी, उठ तिमी, उठ बेबीलाई हिँड्न आउँदैन नि त नि, बेबीलाई हिँड्न आउँदैन नि त नि। उठ बेबी, उठ यस्तै छ मेरो छोरीहरूको। उठ बेबी, उठ, आया भयो। अम्मोइ उठ वाउ कति हिँड्न मन लाग्छ मेरो छोरीहरूलाई। के गर्नु, अर्काको घरमा बस्नु परेको छ। अनि खेली गर्ने ठाउँ छैन, बरान्डा छैन, बाहिर निस्क्यो। यो चर्च हो, हामी चर्चभित्र छिरिरहेछौँ। मेरो छोरीहरूलाई बाहिर निकाल्यो भने खुसी हुन्छ। 2टा बच्चा छ, सानो 2टा बच्चाहरू छ। एक्लै हेर्नुपर्छ मेरो 2टा छोरीहरू। बाहिर निकाल्न पाउँदिनँ, बल्ल बाहिर निस्किन पाउँछ। कति खुसी हुन्छ, कति ह्याप्पी हुन्छ मेरो छोरीहरू। के गर्दैन भाउले के गर्दैन। गुड गर्ल छ मेरो भाउ होइन। ए ताते गर्यो, भाउ भनिदेऊ छोरी, भाउ भनिदेऊ। बाबा तिमी उठ त, बेबी पो हिँड्न सक्नु। ताते गरिदेऊ ताते बाबा अरे। गाह्रो छ 2टा बच्चा हुर्काउनलाई एक्लैले। मेरो छोरीहरू कति खुसी हुन्छ बाहिर निस्किन पाउँदा। पिन्जरामा राखेको सुँगा जस्तै भएको छ मेरो छोरीहरू। एक्लैले के गर्नु नि त नि, घुमाउन ल्याउनु कि घरमा सबै काम गर्नु कि खुवाउनु कि पकाउनु कि। गाह्रो छ मेरो जिन्दगी। बाबा उठ, छि फोरी उठ्नुपर्छ, त्यसो गर्नु हुँदैन। आए बुच्चु।